धुना लगायो बुढी अन्त हेर्दौ न त दर्शकलाई हेर्दौ म चाहिँ भर्खर उठेर यहाँ अब बाहिरतिरको कामसाम भ्याएर सानो एउटा भ्लग बनाइदिन्छु पूजा गरेको भनेर हजुरहरूको बिचमा लिएर आउँछु भनेर सानो भ्लग बनाइदिएको मेरो बुढी चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेर घर सर लिपलाप पुछपाछ गरेर पूजा स्टार्ट गरिसकेको रहेछ त्यसमै म चाहिँ फटाफट आएर चाहिँ बुढीले पूजा गरेको चाहिँ भिडियो बनाइदिएको हजुरहरूको बिचमा ल्याउँछु भनेर भगवान्ले हजुरहरूको सबैको बिमार आजारहरू दूर गरिदियोस् है 24 घण्टाको भित्रमा अरे भगवान्लाई 2 मिनट ज्यादा हैन 2 मिनट पनि निकालेर भगवान्लाई प्रार्थना गर्नु बहुतै जरुरी छ भन्छ त्यसैले हजुरहरूले पनि यसो भगवान्लाई हात जोडेर प्रार्थना आफ्नो आफ्नो आशीर्वाद लिनुहोस् है म पनि प्रार्थना गर्छु हजुरहरूलाई सबै स्वस्थ रहनुहोस् है हाँसी खुसी रहनुहोस् नमस्ते एभ्रिवान आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ यहाँ चाहिँ म बिहान पूजा गरिसकेर म र हस्बेन्ड चाहिँ चापोखुवा भनेर लाग्यौँ हामी चाहिँ चापोखुवा पुग्यौँ र फ्रिजको दोकानमा फ्रिज हेर्नु तर्फमा लाग्यौँ अनि थुप्रै धेरै यताउता हेरेर थुप्रै कलेक्सनहरू हेरेर एउटा चाहिँ जसोतसो हामी चाहिँ सिलेक्सन गऱ्यौँ र यहाँ हेर्नु सक्नुहुन्छ हजुरहरूलाई पनि कलेक्सनहरू फ्रिजको कलेक्सनहरू यहाँ चाहिँ हामी चापाखुवामा आएको छौँ यहाँ बहिनी यहाँ मेरो हस्बेन्ड यहाँ भाइ यहाँ चाहिँ हामी सामान लिँदैछौँ सामान लिएर बसेको अहिले एकछिन सोकेस लिँदैछौँ यो चाहिँ चापाखुवा हो चापाखुवा टाउन हजुरहरूले हेर्न सक्नुहुन्छ म त कता ढुक 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 लागेको अन्त चाहा चाहा गर्छ एउटा मात्र त्यो उयो एटिएम दिएको छ नि जुन चाहिँ त्यो हुँदैन रहेछ त यहाँ मलाई छैन मेरो एटिएमै छैन मसँग आज आज ढोक्छु अरे त जाँदाखेरि ढोक्नु त्यहाँ आना जाना हो बनाउनु भयो घुसे छैन हौ घुसे छैन तो घर में आया है नया मेहमान दहेज आया है इसमें तो शादी होना जरूरी है अनि भोलि खतरा सेम हाम्रो आन्टी अनि त्यो सेम रङ पनि नि सेम रङ पनि
ला यहाँ भित्र के यो राख्नु भन्नु भिडियो गर्दैछ नि यता हेर्दिनु न त एकबार 20 साल वारेन्टी कम्प्रेसर का जो यसको भित्र इन्जिन छ 20 सालको भित्र अब 20 सालको भित्र केही भयो भने त्यसको त्यसलाई उयो गरिदिन्छ फ्रीमा अनि यसलाई कुलिङ एडजस्ट गर्न ज्यादा ठन्डा चाहियो यसलाई एडजस्ट गर्न छ कम्ती चाहियो एडजस्ट गर्ने छ यसको पनि छ भित्र यसको ट्रे छ अब यहाँले केक बनेगा गाइस मैं बहन ऑडियंस इतना है इतना यसलाई 230 भोल्टेज बाट कममा पनि चल्छ यो अनि यो इन्भर्टरमा पनि चल्छ आजकल तकरिबन जति फ्रिज छ सबै इन्भर्टरमा चल्छ यो यसको लक सिस्टम छैन किनकि लक सिस्टम यहाँ बनायो के हुन्छ अरे यसको सोक खराब हुन्छ भने यसको लक सिस्टम छैन डाइरेक्ट ओपन पनि खोल्न सक्छ यो ठीक छ बाबुले चाहिँ खतम पार्नु त्यहाँ गएर त खोली आउँछ सक्छ हाम्रो आन्टीको सक्दैन नि पनि कुन चाहिँ एउटा सक्दैन माथि यहाँ पैसा भी डाल सकता है अमिषा बहन डालेगा अभी हो गया